पशुपतिनाथको इतिहास हेर्ने हो भने पशुपतिनाथको मन्दिर भएको ठाउँमा पशुपतिनाथको उत्पत्ति भएको होइन। पशुपतिनाथ भन्दा माथिल्लोपट्टि एउटा बोट छ, त्यो काभ्राको बोट छ एउटा। त्यो काभ्राको बोटमा जुन अहिले भण्डारे भन्नेहरूले त्यहाँको भण्डारी थरको व्यक्तिहरूले गाई चराउने ठाउँ हो त्यो पहिला। अहिले पनि गौशाला भनिन्छ, गौशाला छ त्यहाँ माथि होइन। त्यो एरियामा गाई चराउँदाखेरि के भयो त भन्दा एउटा गाई हरायो, लिएर गएर फर्काएर बाँधेर लाने बेला फर्केर आउँदाखेरि गाईले चाहिँ त्यो काभ्राको बोट मुनि दुधको धारा धलल्ल आफै बगिरहेको तर आगोको ज्वाला निस्किरहेको। अहिले पनि त्यो ठाउँमा ढकन लाएर छोपेर राखेको छ। अहिले पनि तपाईँ हेर्न सक्नुहुन्छ गएर। अहिले नै आगो बोलेको हुन सक्छ। आगो त्यो कुनै यो चाहिँ यस्तो त्यहाँ छाया दर्शनको बेलामा चाहिँ बल्छ एकचोटि, होइन भने अब पुजारी नै अब लुटाएर पापी भइसक्यो, न साधु साधुको नियममा छ, न पुजारी पुजारी नियममा छ, न बाहुनले बेच्न नै बाँकी राख्यो, न राजाले प्रजाको मन बेच्न नै बाँकी राख्यो। पापले प्रचार र अत्याचार भइसकेपछि सत्यता त बिलाउँदै जाने हो नि त, होइन। उसलाई चाहेको बेलामा निस्किन्छ नत्र बन्द हुन्छ। र त्यो भइसकेपछि के हो त भन्दाखेरि पशुपतिनाथलाई दुध चढाउनुको अर्थ त्यहाँ हो, होइन। जब त्यो ज्वाला साम्य भयो गाईले दुध दिएपछि र अब त्यहाँ पशुपतिनाथ भन्ने पशुपति, पशुको पनि कल्याण गर्न सक्ने मनुष्य जुनीहरू पशु पन्छी जुनी गल्तीले यति भए भने तिनको पनि कल्याण र रक्षा गर्न सक्ने भएर पशुले नै पहिला पत्ता लगाएको, गाईले नै पत्ता लगाएको भएर पशुपतिनाथ भन्ने नाम रह्यो।